सर 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 यो एउटा उ त कट्टु दाम त उ त्यो एकदम यो चाहिँ एकदम ब्रान्डेड हेर्नुहोस् हजुर स्पेसल हो हेर्नुहोस् प्राइस भन्नु न प्राइस मलाई त्यो ब्रान्ड यो मलको बडीगार्ड काले दाई भन्छ यसलाई हामीले काले दाई भनेर चिन्ने गर्छौँ यसलाई खर हाम्रो गुरुले चड्डी लिनुभयो चारवटा लिनुभएको छ सामान गाडी सामान झोलामा नि छ झोलामा चाहिँ चड्डी पनि हान्छ कति लाउँछु 5000 को रोलेक्स घडी लगाउँछु 25000 को जुत्ता लगाउँछु नाइकी को 25000 कै यो जाङ्गे लाउँछु 3200 को टी सर्ट लगाउँछु 40000 को यस्तै छ मेरो लाइफ चड्डी बनियान के बिना लाइफ ही अच्छी नहीं है जैसे चड्डी बनियान वैसे ही लाइफ अब लिफ्ट आएन अब गुरु यहाँ माथिबाट चढेर जानुहुन्छ अरे है लिफ्ट आएन होइन अब जाँदै हुनुहुन्छ माथितिर यो मान्छेलाई चाहिँ चाखमा आम्बा चाहिँ हान्डेर यो चिचाको हो गाइस त्यसपछिको रियाक्सन हो सक्नुहुन्छ गरेछ सर 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 यो एउटा उ त कट्टु दाम त उ त्यो एकदम यो चाहिँ एकदम ब्रान्डेड हेर्नुहोस् हजुर स्पेसल हो हेर्नुहोस् प्राइस भन्नु न प्राइस मलाई त्यो ब्रान्ड थाहा छैन एकदम क्वालिटी हेर्नुहोस् है एकदम आउनुहोस् न मिलाएर म गएको हेर्नु सक्नुहुन्छ गाइस यो चाहिँ यहाँको यो मलको बडीगार्ड काले दाई भन्छ यसलाई हामीले काले दाई भनेर चिन्ने गर्छौँ यसलाई काले दाई ल बस्नु है अनि गएको हुन्छ गाइस भर्खर हाम्रो गुरुले चड्डी लिनुभयो चारवटा लिनुभएको छ कस्तो लाग्छ हजुरलाई चड्डी मलाई मन पर्यो गुरुलाई एकदम मन पर्यो अरे विक्रमले चाहिँ भेस्ट किनेछ चड्डीको प्राइस कति होला भन्ने त चड्डीको प्राइस गुरुले चड्डी किनेको देखेर विक्रमलाई पनि मन पर्यो अरे र अनि विक्रम पनि फेरि उसलाई पनि किन्न गएको छ एउटा चड्डी जक्कीको यहाँ चाहिँ अर्को काले दाई हुनुहुन्छ यो दाईले चाहिँ यहाँ हेर्नुहुन्छ यो काले दाईसँग गुरु फोटो खिच्दै हुनुहुन्छ काले दाई एक्सप्रेसनै दिनुहुन्न रहेछ फाइनली मेरो भ्लगमा चाहिँ म एन्ट्री भइसकेको छ एउटा चाहिँ चड्डी चाहिँ एउटा स्माइल परेको क्या लाज परेको भएर चाहिँ स्माइल लिन गएको छ विक्रम अब चाहिँ हामी यहाँ जुटा हेर्दैछौँ यो चड्डी चाहिँ त्यहाँको दाइले एकदम राम्रो हुन्छ अरे त्यो दाइले नि लाउनुहुन्छ अरे भन्नुभएको थियो हामीलाई मैले सोधेको लाउनुहुन्छ अरे त्यो दाइले नि त्यो भएर बल्ल किनेको नि हामी किन्दिनँ हामी कतिजना अरे हामी 4 जना चाहिँ ठ्याक्कै 4वटा किन्न लाउनु यो चाहिँ बाघको छाला तपाईँको बिहामा च्याप्प लगाउनु मेरो बिहा कुरा नगरेछ अब मेरो बिहा त सक्यो कति लाउँछु 5000 को रोलेक्स घडी लगाउँछु 25000 को जुत्ता लगाउँछु नाइकी को 25000 कै यो जाङ्गे लाउँछु 3200 को टी सर्ट लगाउँछु 40000 को यस्तै छ मेरो लाइफ त्यति साह्रो क्वालिटी त त्यति साह्रो त नरहेछ कति छ भन्दा यसको प्राइस खोज्छ खै प्राइस यस्तो खै अभी गुरु चाहिँ यहाँ जुत्ताहरूको प्राइस दिएर ढल्नु भएको छ आज ए हेल्प के हेल्प बचाऊ बचाऊ हेर्नु गाइस बचाऊ हार्ट एट्याक आइसकेको छ यस्तो एसीको हावामा त गुरुलाई पसिना आएछ गाइस प्राइस सुनेर प्राइस देखेर प्राइस हेर्नुहोस् यो कति छ 7000 झन् 7000 छ यो भनेको एकदम क्वालिटी पनि त्यति साह्रो छैन यो भनेको 2200 को वाला क्वालिटी हो त्यही भएर यहाँ नकिन्ने चाहिँ यसमा ग्लोभ्स कटनको स्पाइरिङ
विक्रम कक्षामाथि हिँड्दैन मात्रै गोल्डन बुट भनिन्छ नि गाइज गोल्डन बुट भनेको यही है गोल्डन बुट ओ दादा कहाँ म दादा भाइ म त दादा उता उता केटीको जुत्ता हेर्नु जान्नु छ यो चाहिँ ट्रेकिङ जुत्ता यो चाहिँ यस्तो अब खेत यो चाहिँ अब दादा अब म गाउँ जाँदैछु खेत अब हिलो खेल्ने बेला भयो नि त असारमा होइन रोप्ने यो चाहिँ दादाको यो प्लेयरलाई अब बर्खा लाग्यो त्यो ग्राउन्डमा हिलो हिलो हुन्छ यसमा चाहिँ यो लगाएर चप्प टेक्वान्डो खेल्ने है ल वा त्यही नै ड्रेसै बनाउने अब यसलाई यसको ठुलो दर्शन यता छ सानो दर्शन यता छ फुल पिकअप होइन मन परेमा मेरो भाइले पनि यसो ट्याक्क लगाएर यो सिङ्गलै छ इफ तपाईँहरूलाई मनपर्छ भने मेरो भाइ मनपर्छ भने ट्याक्क लगाएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ गर्लफ्रेन्ड छ कि छैन भनेर सोध्न सक्नुहुन्छ त्यहाँ नम्बर लाग्न सक्नुहुन्छ सिङ्गलै छ होइन गर्लफ्रेन्ड त छैन चड्डीको छ दुईवटा कसले हो चाहिँ यहाँ यस्तो गरेको थियो अरे पहिला चाहिँ यो ट्राई पनि गरेको होइन नगरेको होइन होइन गरेको हो मेरो भाइको पनि लुक्स हेर्न सक्नुहुन्छ यस्तो स्टाइलिस भएर हिँड्छ यसको चाहिँ एकदम ऊ पनि हेर्नसम्मै छ फेरि है हामी त दुइटा गोर्खा यता चाहिँ दुइटा काला फेरि तपाईँ हामी चाहिँ चड्डीहरू पनि किन्छौँ सबै किन्ने सामान किनिसक्यौँ अब त्यही हो तपाईँको चड्डी किने अब ब्रा किन्न अब चाहिँ हामी चाहिँ अम्ब्रेला किन्न जान्छ किनकि त्यहाँ चाहिँ एकदम यत्रो खम्बा जस्तो पुरा पण्डित बाले ओर्ने जस्तो छ अब त्यसलाई चाहिँ फोल्ड गर्नेवाला चाहिँ हामी छाडा हेर्न जान्छौँ त्यसपछि हामी तपाईँहरूलाई त्यति बेला भेट्छौँ ओके सरी गाइज है हामीले चाहिँ विन्टरको लागि चाहिँ ज्याकेट खोजिरहेको थियो दाइको लागि किनकि हामीले चाहिँ बाहिर पठाउने भनेर खोजेको छ यहाँ चाहिँ अहिले समरको सिजन छ नि त त्यही भएर समरको पुरै सामान आएको छ विन्टरको नआएको भएर चाहिँ हामीले ज्याकेट पाउन सकेनौँ त्यो भएर चाहिँ अब हामी यो ट्रेडमलबाट बाई भएर चाहिँ कहाँ जान्छ भन्दाखेरि छाडा किन्छ छाडाबाट तपाईँलाई थाहा किन यो जुत्ता खोज्नलाई स्वामीले हामीलाई चिप्ली ढुङ्गा महेन्द्र पनि सब घुमाएको यहीँ पनि रहेछ गुरुले भर्खर हामीलाई सम्झाउनु भयो ऱ्याप हाने यस्तै या तर ट्रेडमल भन्नु ट्रेडमल होइन यो भाट भुटुनी जे भन्दा चिन्दा नि हुन्छ हेर्न सक्नुहुन्छ गाइज विक्रमको साथी उता हुनुहुन्छ अहिले बेसारी बजाउने बिसाउनु सक्नुहुन्छ उहाँहरू विक्रमको साथी हाम्रो विक्रम यहाँ छ गुरु बिल्दी हुँदै हुनुहुन्छ कतै आउँदो रहेछ ल गुरुले अब पेमेन्ट गर्दै हुनुहुन्छ यहाँ कति भयो टोटल प्राइस भएको छ हाम्रो 9 छ कि 99 कति छ क्या हेर न यहाँ माथि 4997 5000 पुगेछ नि 5000 पनि हुन्छ होइन सिक्का पैसा हामीले फिर्ता पाउँछौँ गाइस हामी त माग्नुपर्छ गाइस कति भयो 4997 झोला किन झोला के को झोला हुन्छ त झोलाको झन् चार्ज काट्छ ए यार त्यो बिल छैन फेरि केही पनि हेलो गाइस चड्डी बनियान के बिना लाइफ ही अच्छी नहीं है जैसे चड्डी बनियान वैसे ही लाइफ है गुरु हेलो गाइस म यहाँ लुगा हेर्दै थिएँ कि होइन ठ्याक्कै एउटा हात नभएको मान्छे देखेँ होइन अब यो हात नभएको मान्छे देखेपछि के भन्नुपर्छ थाहा छ गाइस मोए 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 ल गुरुहरू त गइसक्नु भएछ ए विक्रम त झन् लिफ्ट नभागेर छ गाइस मन जानु पर्ला अब होइन पछि मन दौडी जान्छु गुरु हराए गाइस गुरु हराए
अब हाम्रो वेट कति हुन्छ केटा 0 देखाइके कहाँ 0 भने ल गाइस हाम्रो वेट 0 छ है ओइ भूकम्प आयो गाइस भूकम्प सबै हल्ले पो हुन्छ यार के मतलब यता हेर न यता उठेर कालो गाइस अडेर भुट अब खतम अटको अघि बाहिर 6 जना मात्र भने चाहिँ यहाँ म्याक्स क्यापेसिटी 10% भनिन्छ गाइस कस्तो 7 to 10 6 to 7 हैन अब लिफ्ट आएन अब गुरु यहाँ माथिबाट चढेर जानुहुन्छ अरे है हैन लिफ्ट आएन हैन अब जाँदै हुनुहुन्छ माथितिर गाइस अब सपिङ पनि भयो अलिअलि रमाइलो पनि भयो अब छ सपिङ जकेट किन्न छ अम्ब्रेला किन्न छ अब चाहिँ यो ट्रेड मल अब हामी चाहिँ ट्रेड मल जान्छ यो भाटपाटिङ त अब सक्यो भाटपाटिङ नरहेछ अब ट्रेड मलमा ट्रेड मलतिर गयो हामी गएर भेट्छ होइन त मनिष गुरुले चाहिँ जान्ने पल्टेर बाटो पल्टेर आफ्नो बाइक तल ग्राउन्ड फ्लोरमा राख्न जानुभएको थियो होइन अब त्यहाँ पैसा तिर्न नसकेर त्यहाँ भाडा माझ्दै हुनुहुन्छ अनि हामी चाहिँ बाटो भएर त बाहिरतिर राखेको अब हामी निस्किन्छौँ मैले गुरु भाडा माझेर आउनुहुन्छ लगाएँ अहिले चाहिँ हामी दाजुभाइ कहाँ आइसक्यौँ रे बाटोमा दुईवटा कहाँ गयो भाडा माझेर बल्ल आउने एन्टी सक्नुभयो भाडा माझेर सक्को भाडा माझेर सकिसक्यो अब आमाबाट अगाडि छिटो जान्ने भयो त फेरि यहाँ जान्ने पर्छ के गर्छ ए त्यो फुच्चेको रबट त्यहाँको तिनीहरू चाहिँ फेरि जान्ने भएर कहाँ गयो भने फेरि कहाँ हाल्छ नि तिनीहरूले पैसा दिने ठाउँमा हामीले कहाँ राख्छ नि फेरि हामी बाहिर राख्छौँ बाहिर राख्छ फेरि भाडा माझेर आउँछ मलाई उयो भाइको चाहिँ हेलिकप्टर मन पऱ्यो उयो हेलिकप्टर मन पऱ्यो कहिले हेलिकप्टर उडानमा बन्ने त हेलिकप्टर उडा अनि मलाई चाहिँ सर उडा नि त हुँदैन भइहाल्छ भने ल तिनीहरू चाहिँ भन्दैछ कि हेलिकप्टर चाहिँ होइन Few moments later. गाइस म गुरु र अनि अरू मान्छेहरू कहाँ गइन् भनेर खोजेको त यहाँ खै पुत्ला हो क्या डुइ जाने ल अर्को पनि होइन यस्तै हेर्दै आएको ठ्याक्क सुशील पनि यहाँ रहेछ क्या हाम्रो साथी सुशील हाम्रो सुशील भन्ने मोटु छ कि मोटु पनि यहाँ रहेछ सुशीलकै गुरु ह्याभी वे 40 डिग्रीको घाममा यो रोडमा हामी हिँडिरहेछौँ हामी कालो हुन्छ भनेर चाहिँ हामी दुई भाइले के लाएको थियौँ रे सनस्क्रिम लगाएको थियौँ त्यो भएर चाहिँ हामीलाई पुरा प्रोटेक्ट गरेको होइन एकदम हाम्रो फेस हेर्नु कस्तो गोलियस कस्तो घाममा भन्छ होइन एकदम दुइटाखेरि काम छैन गालेहरू काम छैन बेगरै गऱ्यौँ होइन त गाइस मैले चाहिँ यस्तो सपिङ चड्डी बनियान के किन्नुको रिजन चाहिँ के हो भन्दा चाहिँ अब मेरो चाहिँ वेट एकदम बढिरहेको छ खासमा यो हो कि अहिले चाहिँ 64 छु अझै 4 केजी घटाउने तयारीमा चाहिँ त्यो इनर किन्दैछु अब चाहिँ इनर लाएर चाहिँ म रनिङ जान्छु होला के हो अब चाहिँ त्यो चाहिँ बाई बाई जेसी चड्डी बनियान वेसी ट्रेनिङ ग्लोभ्स हेर्नु सक्नुहुन्छ गाइस गुरुले बोली त चिप्ल्यो कि भलिबल खेल्नु भएको छ होइन तर भलिबल त्यसरी खेल्ने होइन खुट्टाले खेल्ने यसरी खुट्टाले हो कि खेल्ने यसरी हो यो मान्छेलाई चाहिँ चाखमा आम्बा चाहिँ हान्डेर यो चिचाको हो गाइस त्यसपछिको रियाक्सन हो सक्नुहुन्छ गरेछ तातो ज्याकेट आयो यो गर्मी महिना पछाडि फर्क त बाबु गोजीमा हाल त हालिसके यताबाट हेर्दा नि राम्रो उताबाट हेर्दा नि राम्रो अरू कता हेर्नु त अरू त कतै नहेर्ने यो चाहिँ लाउँदै गएपछि तात्दै जान्छ फुल्दै जान्छ नि पैसा भेट्नु के
आइज पछाडि भाग्ने के हो Baik, kita masuk. Ikut betul ya. त्यो नर्थ-इस्टकै त्यो उसहरू के हिमालतिर यस्तै इन्डिया जान्छ नि यो 1100 के भन्ने ए 1100 के भन्ने त्यो 1100 ए साह्रै नै हँसिलो मुहसिलो भएर चाहिँ हामी एकदमै राम्रो हुनु रहेछ हाम्रो दिदी चाहिँ हामीले चाहिँ मिलाएर चाहिँ दुईटा नर्थ फेसको चाहिँ एउटा चाहिँ ब्ल्याक एउटा चाहिँ कुन कलर अरे ग्रे कलरको चाहिँ मिलाएर 4,000मा 8,000मा चाहिँ दिनुभएको छ एकदम खुसी लाग्यो दिदी धन्यवाद हजुरलाई अब तपाईँहरू पनि आउन चाहनुहोस् अब चाहिँ जाडो महिना आयो भने चाहिँ अब यो कपडा किन्ने पैँच के छ हिँड्छ सबै छ होइन दिदीको पसलको नाम के अरे यस फेसनमा आएर चाहिँ भिजिट गरिदिनु र ट्रेड मलको फर्स्ट फ्लोरमा छ होइन ठ्याक्कै चाहिँ यहाँ चाहिँ एकदम मिलाएर दिन्छ दिदीले होइन अझ मेरो भ्लग हेरेर आउनेलाई त झन् दिदीले झन् कति पर्सेन्ट दिन्छ अरे 20%, 25% दिन्छ अरूले झन् 20 दिन्छ हामी 25%, 5% भने धेरै कम हुन्छ नि त तपाईँहरूले त्यही भएर चाहिँ आउनु होला डु भिजिट है खाजा सामान गाडी सामान झोलामा नि छ झोलामा चाहिँ चड्डी पनि हान्छ कहीँ छैन हामी कस्तो सिडी यही छैन तर हामी लिफ्टबाटै झर्ने कि जस्तो झन्डै लड्यो